म तपाईलाई पनि सोध्न चाहन्छु कि यो देशमा म बढी भएको यति ठुलो देशमा म एउटा नअटेकै के अपराध गरे होला मैले? पहिले अपराध गर्नु भएकै हो दाइ। जुन बेला परदेशबाट बेचिएकी चेलीले दाइ मेरो जिन्दगी त नर्क जस्तै भएको छ, मलाई बचाउनुस्, म मरे पनि मेरै नेपाल आमाको काखमा मर्न चाहन्छु भनेर तपाईलाई रुँदै भिडियो कल गरे। नेपाल परराष्ट्र मन्त्रालयदेखि ल्याएर कुवेत एम्बेसी सबै ठाउँमा गरिसके, गर्ने ठाउँमा गरिसके, अब गर्ने ठाउँ कुनै पनि बाँकी रहेन। अन्तिम चोटि मलाई तपाईसँग एकचोटि बोल्ने इच्छा थियो, म बोल्न पाएँ। अब त मेरो सास गए पनि मलाई केही दुःख छैन दाइ। तपाईले आफ्नो ज्यानको बाजी राखेर ती नेपाली चेलीलाई उद्धार गर्नुभयो, त्यहाँ अपराध भयो। अस्पतालको बिल तिर्न नसकेर अस्पतालले बन्दी बनाएर राखेको बिरामीलाई तपाईले अस्पतालबाट निकाल्नु भयो, त्यहाँ अपराध गर्नुभयो। तपाईले हामी जस्ता बेचिएका परदेशीहरूलाई नेपाल फर्काउँछु भन्नुभयो, त्यहाँ अपराध गर्नुभयो। भ्रष्टाचारीहरूलाई जेल कोच्छु भन्नुभयो। आफ्नो पार्टीको भ्रष्टाचारी नेतालाई तुरन्त कारवाही गर्नुभयो, त्यहाँ अपराध गर्नुभयो। हो, तपाई भ्रष्टाचारीहरूको लागि देशमा हटाउनु भएको छैन, तर हामी जस्तो जनताको मनमा हुनुहुन्छ रवि दाइ, नसामा हुनुहुन्छ तपाई। जुन दिनसम्म मेरो नसामा रगत बगिरहन्छ तपाईले गलत काम गर्नु हुँदैन, त्यो दिनसम्म हामी जनताको साथ र सपोर्ट रहनेछ त रवि दाइ। तपाई कति पनि विचल्ली नहुनु होला, हामीलाई छोडेर कहीँ नजानु होला। हामी सधैँ तपाईको साथमा छौं, सत्कर्मको साथमा छौं रवि दाइ।